हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते अनि फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो अर्को भिडियोमा। र आज चाहिँ म जाँदैछु भोजपुर। अनि मैले चाहिँ बिहानै घरबाट निस्किँदाखेरि भिडियो बनाउन खोजेको थिएँ। अलिकति अँध्यारो भएर मैले खासै भिडियो बनाएर निस्किँदाखेरिको थोरै क्लिप चाहिँ लिएको छु, त्यो चाहिँ यहाँ राखिदिन्छु। अनि अहिले चाहिँ हामी छौँ हिलेमा चाहिँ एकदमै जाडो रहेछ। मैले चाहिँ दुईवटा ज्याकेट लगाइरहेको छु। अनि भित्रबाट यो लगाएर विन्चिटरमा त लगाएको थिएँ, अनि पछाडि यो पनि लगाइरहेको छु। अनि यस्तो हेर्नु, मेरो क्यामेराको क्वालिटी पनि यस्तो नराम्रो छ, ओठ फुटेर है। अनि जाडो चाहिँ एकदमै भइरहेको रहेछ, यहाँ चाहिँ एकदमै चिसो रहेछ। अनि अहिले चाहिँ हामी छौँ हिले बजारमा। अनि म चाहिँ यहाँ गाडीमै छु, अरू सबैजना उता गएर खाँदै हुनुहुन्छ। अनि अरू त अब के भन्ने, खै अब यस्तै छ। अनि आज चाहिँ म किन जाँदैछु भन्दाखेरि पनि मेरो आफ्नै केही पर्सनल कामहरू भएर चाहिँ म हिँडेको हो। अनि अब यस्तै छ, मेरो क्यामेराको क्वालिटी अस्ति फोन चाहिँ यस्तो बिग्रेपछि यस्तै हुँदो रहेछ। अनि अहिलेको फोन चाहिँ यस्तै छ, केही छैन। अब आउने दिनमा अलि राम्रो नै फोन लिने विचारमा छु। हेर्दै गर्नु होला कहिलेसम्म सक्सेस हुन्छ, त्यो इच्छा चाहनाहरू कहिले पुरा हुन्छ त्यो त थाहा छैन। अब मान्छेको इच्छा चाहना आवश्यकताहरू त कहिले पनि पुरा हुँदैन नि त। अनि यति भन्दै अब चाहिँ हामी जानुपर्ने हुन्छ। अनि यसो हेर्दै गर्नु होला। अनि म चाहिँ अहिलेभरि बाटोमा पनि थोरै बनाउँछु, अनि माथि पुगेपछि चाहिँ बनाउँछु। हेर्दै गर्नु होला है त। हेलो साथीहरू, म चाहिँ भोजपुर पनि आइसकेँ। अनि आएर मेरो दिउँसोको कामहरू सकेर पनि म चाहिँ त दिदीहरूकोतिर झरेको छु। अहिले चाहिँ अघि दिउँसो चाहिँ भिडियो त बनाउनु पर्ने थियो, तर अलिकति बिजी व्यस्त भएर भिडियो बनाएन। अनि अहिले चाहिँ हामी घर आइसकेको छौँ। क्यामेराको क्वालिटी यस्तै छ, साग केलाउँदैछु अहिले चाहिँ म चाहिँ। अनि अब खानाहरू बनाउनु पर्ने हुन्छ, हेर्दै गर्नु होला है त। ल यहाँ चाहिँ हाम्रो अब आगोमा मासु पाक्दैछ। अनि यहाँ चाहिँ हाम्रो खाना पाकिसक्यो। यो चाहिँ हाम्रो साग हो। अनि यता मेरो छोरी, मेरो दिदी, अनि यता ग्यास पनि छ। तर हामी चाहिँ के को लाजो, हामी चाहिँ यहाँ आगोमा पकाउँदैछु। अनि अब आगोमा पकाएको त सबैलाई थाहा छ, टेस्ट अर्कै छ भनेर। मेरो दिदीको घर चाहिँ रातो माटोले लिपेर एकदम गाउँले पारामा एकदम ठिक छ। कसले भने यो खोर्सानी फलेको? पोहोरको खोर्सानीको बोटहरू चाहिँ कहाँ छ?
टिकटकमा युट्युबमा उसको पनि त मिलियनमा जानु थालेको लाइक चाहिँ अनि लाइक गएपछि भ्युज पनि गयो नि ल हामी चाहिँ अब खाना खान लागिरहेको छौँ छोरासँग अनि हाम्रो चाहिँ यो दार्मी भात हो कसैले मनपर्छ होइन छोरालाई पनि हजुर अनि अब हामी चाहिँ खान्छौँ हेर्दै गर्नु होला है त आज गर्ने हाम्रो भिडियो चाहिँ यस्तै नै छ है कसले पकाएको यो भात चाहिँ दार्मी भात पिठो हाल्नेमा चामल हाल्ने नभयो श्रद्धा राई चाहिँ के पो गरे आज 7 बजे सुते किन अनि के गर्नु अनि 12 बजी सुतेको थिएन 12 बजी सुत्दा भन्छु म चाहिँ बिउजिँदै अहिले त 12 बजी नि कच्छ 2 नै बज्छ होला अहिले त 12:30 बजी सुतेको होला आज त 2 नै बज्छ 11:30 छिटो सुतेर 12 बजीसम्म भोलि ढिलो उठ्यो भने के गरेर प्र्याक्टिकल के गर्नु मरिन्छ भन्छु उनीहरूको प्र्याक्टिकल भन्छ मार्क्स दिन्छ नि त अहिले पुरै कम्प्लिट प्र्याक्टिकल चाहिँ कुन सब्जेक्टको हो सबै सब्जेक्ट अहिले त नेपालीको पनि प्र्याक्टिकल अरे मासु मिठो भएछ त नानी मासु मिठो मैले पकाउँछु जहिले मिठो है मैले पकाएको त आधी खुवाउने पुरै गुरुहरू पनि मन पराउँछ अरूलाई त मन पराउँछ खाना छोडी खाना लगाएर खाऊ है साग कस्तो नि भयो बिहान पनि अलिकति साग राखिदिनु पर्छ भेना त अफिसमै खाना खाएको भन्नुभयो लास्ट गर्नु चाहिँ गर्ने त्यही भएर नराखिदिएको अर्को बुढालाई त माया त गर्नु त गर्नुपर्छ नि बुढालाई माया अनि दाल मामा भाइले छोरो दाल नखाने खाने भाइ भएर काटिकै हाल्नुहुन्छ नि त्यही हुँदैन छोरी खाना ल्याइदिन्छु सो साथीहरू हामी चाहिँ अब बेलुकाको खाना पनि खाइसक्यौँ अनि अब चाहिँ सुत्नुपर्ने हुन्छ अनि म चाहिँ यता सुत्नको लागि आइसकेको छु अनि आजको भिडियो चाहिँ के कस्तो भयो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला अनि मैले बाटोमा आउँदाखेरि त थोरै क्लिप लिएँ भिडियो पनि मैले हिलै आएपछि मात्र सुरु गरेँ किनभने तलदेखि आउँदाखेरि अलिक अँध्यारो थियो त्यही भएर मैले भिडियो बनाइनँ अनि त्यस पछाडि आएपछि चाहिँ यहाँ भोजपुरमा अलिकति बिजी भयो नि त आफ्नै काममा त्यही भएर चाहिँ भिडियोहरू कन्टिन्यू आएन अनि मैले दिदीको घरमा आएपछि चाहिँ भिडियोलाई कन्टिन्यू गरेँ अनि अब चाहिँ सुत्नुपर्ने हुन्छ अनि अब चाहिँ हामी सुत्नुपर्ने हुन्छ अनि आजको भिडियो के कस्तो भयो सबैजनाले हेरेर साथ दिनु होला अनि यदि हजुरहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजको भिडियो चाहिँ यति नै बाई बाई सी यू नेक्स्ट भिडियो